नमस्ते एन्ड ग्रिटिङ्स। आज म तपाईँहरूलाई यहाँ फिनल्यान्डमा भएको म्युनिसिपालिटीको यो जुन चाहिँ एकोमोडेसन हाउस छ त्यहाँनिर भएको लन्ड्री देखाउन जाँदैछु। तपाईँहरू मसँग आउन सक्नुहुन्छ। यो हामीले लन्ड्री खोल्ने बेलामा चाहिँ यहाँ चाहिँ सी किजहरू हुन्छ। यहाँ कोही आउनुभएको छ। एनिवे यसरी सबजना आउँछ। यो चाहिँ सिकीले हामीले खोल्छौँ यसरी। जब यो ग्रिन हुन्छ अनि हामी यसरी आउँछौँ। आउनुहोस्। अनि हामी यसरी आउँदै गर्दाखेरि यहाँ चाहिँ टोइलेट छ। यस्तो लन्ड्रीमा चाहिँ टोइलेट राखिदिएको हुन्छ। ओहो सरी, लन्ड्रीमा टोइलेट राखिदिएको हुन्छ, केही छैन। तपाईँ यहाँ देख्न सक्नुहुन्छ। तपाईँ यहाँ आइसकेपछि चाहिँ तपाईँले सिकीले चाहिँ यहाँनिर चाहिँ तपाईँको आफ्नो कति नम्बरको छ सबै कुरा सिस्टमेटिक छ, एकदमै कम्प्युटराइज सिस्टम भएको कारणले यसरी यो सिकीले तपाईँलाई टच गर्नुपर्ने हुन्छ। अनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यहाँ नजिक आएर तपाईँले यहाँ हेर्नुभयो भने चाहिँ नि यहाँनिर तपाईँले ल्याङ्ग्वेजहरू चुज गर्न सक्नुहुन्छ। यो इङ्ग्लिसमै छ। ल्याङ्ग्वेज चुज गर्नु चाहिँ यस्तो गऱ्यो, इङ्ग्लिसमा चुज गरेपछि अब इन युज भनेको चाहिँ चलिरहेको छ है। रेडी भनेको चाहिँ अब हामीले युज गर्न सक्छौँ। यसलाई चाहिँ रेडीलाई चाहिँ टक्क थिचेर अब हामीले यहाँनिर यो सिकीलाई हाल्यो भने अनि हाम्रो बुक हुन्छ अनि हामीले टाइम पाउँछौँ। अब यस्तै गरी तपाईँले देख्न सक्नुहुन्छ। त्यो अघि मैले एक्सप्लेन गर्दै गरेको वासिङ मेसिनहरू चाहिँ यही हो। दिस अल आर एकदमै कम्प्युटराइज छ। यसलाई अनलाइनबाट पनि गर्न सकिन्छ। अनि त्यसपछि यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ ड्रायर मेसिन हो। यहाँ चाहिँ 2टा ड्रायर छ अनि 4वटा चाहिँ वासिङ मेसिनहरू छ। अनि तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर देखाउन चाहन्छु। यहाँ चाहिँ अब यो सबैभन्दा सस्तो खालको चाहिँ डिटर्जेन्ट चाहिँ पाउडर डिटर्जेन्ट 2 किलो छ। अनि यो चाहिँ महँगो पर्छ यस्तो लिक्विडहरूलाई। यहाँ चाहिँ त्यो पाउडर खालकोलाई मैले धेरै हालिनँ। मैले सायद 2 रुपियाँ पनि हालेँ कि 2 युरो पनि हालेँ कि हालिनँ। अनि तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ खास विशेष गरी चाहिँ जुत्ता धुनको लागि हो। यहाँनिर तपाईँले वासिङ मेसिनमा भुलेर पनि जुत्ता हाल्नुभयो भने तपाईँको सोल सबै 4-5 पिस हुन्छ है। त्यही भएर तपाईँले चाहिँ यहाँनिर राखिदिएको छ। तपाईँ अलिक नजिक आएर हेर्न सक्नुहुन्छ। यो खालको चाहिँ ब्रसहरू छ जुत्ताहरू धुनको लागि। तपाईँले यो युज गर्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँनिर तपाईँले हेर्नुहुन्छ भनेदेखि ड्रायर यसरी राखेको हुन्छ है। यसरी ड्रायर रुमहरू हुन्छ यहाँ चाहिँ। अनि तपाईँले कपडा धुइसक्नुभयो तर त्यहाँनिर तपाईँले ड्रायर मेसिनमा चाहिँ खाली छैन भनेदेखि तपाईँले यो खालको चाहिँ ड्रायर रुममा चाहिँ राख्न सक्नुहुन्छ। यहाँनिर आउन सक्नुहुन्छ। तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ टेम्परेचर पनि सेट गर्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो खालको सिस्टम हुन्छ। यस्तो टेम्परेचरहरू तपाईँले सेट गरेर आफ्नो कपडाहरूलाई सुकाउन सक्नुहुन्छ। अनि त्यसै गरी चाहिँ त्यो तपाईँले देख्नु भएको त्यो साइडको चाहिँ सेतो गाडा चाहिँ त्यहाँबाट तपाईँले कपडा झिक्ने र त्यसमा राखेर ड्रायरमा लान सक्नुहुन्छ। नभए तपाईँको आफ्नो कपडामा हाल्न सक्नुहुन्छ। अनि यता यो देख्न सक्नुहुन्छ। तपाईँले यहाँ चाहिँ देखाउनु पर्ने कुराहरू छ। यो चाहिँ तपाईँको कपडामा पानी धेरै छ भनेदेखि यो मेसिनले चाहिँ तपाईँको कपडालाई निचार्ने गर्छ। तर वासिङ मेसिनले त्यस्तो धेरै पानी राखेको हुँदैन। त्यही भएर तपाईँले चाहिँ सिधै ड्रायर मेसिन खाली छ, तपाईँको एपोइन्टमेन्ट छ भने तपाईँले राख्न सक्नुहुन्छ। नभए ड्रायर रुममा राख्न सक्नुहुन्छ। र हेर्नुहोस् अझै राम्रो कुरा भनेको यहाँ चाहिँ हाम्रो जुन चाहिँ नेपालमा हामी इस्त्री लाउँछौँ सर्टहरूमा प्यान्टहरूमा, यो चाहिँ इस्त्री लाउने मेसिन हो। यहाँ चाहिँ तपाईँले हाल्नुभयो भने एकदमै केही गर्नु पर्दैन। कपडा राख्नुहुन्छ तपाईँले अनि आफै मुभ हुन्छ। अनि यसले चाहिँ तपाईँको कपडाहरूलाई चाहिँ के गरिदिन्छ त एकदमै राम्रोसँगले इस्त्री लगाइदिन्छ। यो यहाँ चाहिँ डस्टबिन भइहाल्यो। सबै कुराहरू चाहिँ यसरी चाहिँ फिनल्यान्ड देशमा चाहिँ यसरी सबै कुराहरू व्यवस्थित हुन्छ लन्ड्रीको लागि। अनि एकदमै राम्रो कुरा। अनि म चाहिँ भन्न चाहन्छु हाम्रो देशमा पनि यसरी चाहिँ नगरपालिकाले चाहिँ आफ्नो एउटा भवनहरू बनाएर यसरी चाहिँ आफ्नो आम्दानीको स्रोतहरू बनाउन सकिन्छ। अनि साथै यो कुराहरूले चाहिँ जनताहरूलाई पनि सहायता हुन्छ। अनि यही नै हो मैले भन्नु खोजेको कुराहरू। यहाँको म्युनिसिपालिटीले यहाँको महानगरले चाहिँ यसरी नै रेभेन्यू कलेक्ट गर्नुहुन्छ र यो दुवै पक्षलाई नै म्युनिसिपालिटीलाई पनि सपोर्ट मिलिरहेको छ र यहाँ बस्ने मान्छेहरूलाई नि सपोर्ट मिलिरहेको छ। हुन्छ, धन्यवाद।